ओ दाजु कता जाने बाटो हो यो? ओ दाजु घाम चाहिँ यस्तो निधर्मै लागिरहेछ मासुलाई। म चाहिँ भिरमा हिँडिरहेको छु। बेहाल भयो जिन्दगी यो निर्मोहीको जालमा परे। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो फाइनली आज चाहिँ म धेरै दिनपछि तपाईँहरूको माझमा फेरि आइसकेको छु होइन। अनि म चाहिँ अझ चाहिँ फेरि पुखुवा जाँदैछु। पुखुवाको बाटो चाहिँ कस्तो छ है। आज चाहिँ म चाहिँ विशेष काममा जाँदैछु। विशेष काम भन्दा पनि मेरो कुखुराको चारो चाहिँ सकिरहेछ। त्यो कुखुराको चारो चाहिँ म लिन जाँदैछु। बाटोमा चाहिँ के कस्तो हुने हो है त। फाइनली म चाहिँ यहाँ आइसकेको छु होइन। म चाहिँ कहाँ आइसकेँ भन्दाखेरि चाहिँ म चाहिँ धाजे जङ्गलतिर लगभग आइसकेको छु। मेरो चाहिँ घरबाट चाहिँ यात्रा भएको थियो। अब धाजेबाट हार्लेबाट चस्कोमा कता कता हुँदै म निस्किन्छु। अनि यता चाहिँ लास्टै झौँडी रहेछ क्या। अनि यहाँ एउटा दाजु हुँदो रहेछ। त्यो दाजुसँग चाहिँ म बाटो सोध्ने छु। मैले चाहिँ बाटो बिर्सिसकेको छु होइन। ओ दाजु कता जाने बाटो हो यो? ओ दाजु मान्छेलाई बोल्दैन त हौ। आयो यो चाहिँ खतरा काम लाग्छ क्या ब्रोइलरको लागि यो जुस चाहिँ है त। अनि यता चाहिँ हाम्रो सन्देश भेनाको अलैँची बारतिर छु म चाहिँ। अनि यता चाहिँ लास्टै बाटो फाड्ने बेला भइसकेको रहेछ। म चाहिँ जङ्गली भएर आज चाहिँ डुल्दैछु। अनि यता चाहिँ फेरि हाम्रो लोकल धारा छ नि, फेरि जे छ ठिक छ लोकल धाराले गरिरहेछ। अनि म चाहिँ यता छु। यहाँ चाहिँ हाम्रो बाटो पहिले छुट्टिन्छ। यो बाटो चाहिँ लगभग कोही पनि हिँड्दैन जस्तो लाग्दैछ है मलाई चाहिँ। यो बाटो चाहिँ लगभग चाहिँ हामी बढारे टोली पनि त्यति हिँड्दैन रहेछ। यो बाटो चाहिँ यसो बुझ्दाखेरि चाहिँ जङ्गल भइसकेको छ कि यो बाटो चाहिँ। अब यो बाटो यस्तो छ क्या। अब नखडेको कारणले, अब नभ्याएको कारणले, के कारणले यो पाइप फेरि यहाँ झारेछ। यो पाइपलाई चाहिँ यसरी गर्नुपर्छ। अनि म चाहिँ यता छु यस्तो पाराले होइन टक्क लाएर। अझ चाहिँ फेरि मौसमले साथ दिइरहेछ मलाई चाहिँ। किन भन्दाखेरि चाहिँ पानी परेको भए चाहिँ धेरै नै लान्ठा हुन्थ्यो क्या। अनि चारो बोक्नु पर्छ होइन। त्यो चारो चाहिँ भिज्थ्यो। अनि अब पहिरोहरू खस्न सक्थ्यो होइन पानी परेको भए चाहिँ। तर आज पानी परेन। घाम लागिरहेछ। मेरो आँखामा चाहिँ फेरि के पर्छ, घाम लागिरहेछ होइन। फेरि यता चाहिँ जङ्गल फडानी चाहिँ यसपालि खतरो भएको छ क्या। फेरि सबैको हेर्नु होला नि, यताको सबै दाना रोप्नुलाई होइन। अब याफु चाहिँ पुरै दाना घारीले भर्ने रहेछ। यसो बुझ्दाखेरि हेर्नु अब सबै हेर्नु नि, सबै रुखहरू ढालेर अब यहाँ चाहिँ दाना रोप्नुलाई रेडी छ होइन। यस्तो छ। यता चाहिँ फेरि लोकल पुल है यो चाहिँ। फेरि यसरी हिँड्ने, नडरै हिँड्ने लोकल पुल। लोकल पुलमा यसरी हिँड्ने हो। झारिएछ भने मरिन्छ हे लोकल पुलमा। यसरी यो चाहिँ लोकल पुल हो क्या। फेरि हाम्रो अर्कै लोकल पुल। यता चाहिँ लगभग दाना पनि रोपिसकेको रहेछ। हेर्नु होला नि, दानाहरू सबै ग्राफ्टिङ गर्नुलाई रोप्नु भएको रहेछ है। पहिले चाहिँ यहाँ लास्टै बिसाइन्थ्यो यो डाँडामा चाहिँ।
आजभोलि चाहिँ कस्तो छ भने नि यस्तो छ क्या यता यस्तो छ यता यस्तो छ सबै फाँडान फुडुन गाडेर है मान्छे काम नगरी खाने चाहिँ होइन कि हामी सबै गरी खाने नै हो। अनि मेरो चाहिँ यहाँबाट एउटा बाटो छ अनि यहाँदेखि उकालो चढ्नु पर्ने हुन्छ। आजभोलि त्यो बाटो चाहिँ निकै नै भिरालो छ क्या भिरालो भन्दा पनि गाडी रोडले होइन गाडी रोडले पुरेको छ त्यो बाटो चाहिँ। अनि यो बाटो चाहिँ हिँड्नु पर्ने हुन्छ हामी चाहिँ जो आए पनि यहाँबाट उकालो चढिजानु होला। अनि यहाँ चाहिँ फेरि हाम्रो मोमाको रजममाया मोमाको चियान है यो चियानबाटै म जान्छु। यो चाहिँ भर्खर नै गाडेको हो। यो चाहिँ हाम्रो मोमाको चियान। यहाँबाट चाहिँ फेरि म जानुपर्ने हुन्छ। यहाँबाट कष्टै बिजोग छ क्या यसरी हिँड्नुपर्छ। लडिएछ भने चाहिँ फेरि एक चक्करमा पनि बाँचिँदैन होला क्या यहाँ यस्तो काँडा जस्तो छ नि रुखहरू ढालेको बिजोग छ। यता चाहिँ हाम्रो धनराज दाजुको दन हरेक किसिमको रुद्राक्ष रोपिसक्नु भएको रहेछ। यता यस्तो छ सबै काट्नु भएको रहेछ सबैले है यो के पारा हो जय साहब यो के पारा हो यो के पारा हो जय साहब। ठ्याक्कै यहाँ चाहिँ म चाहिँ घरले रोडमा निस्किसकेको छु। यता चाहिँ हाम्रो बढारे जाने बाटो अनि यता चाहिँ हाम्रो चस्कोमा निस्किने बाटो है। हो भ्यू हेरौँ कस्तो छ राम्रो छ नि होइन। म यता छु होइन नि ग्यास म चाहिँ अझ 50 केजी बोक्ने आँटमा हिँडिरहेको छु। भरे धुरुक चाकबाट मुत निस्किन्छ के अरे निस्किन्छ लगभग म चाहिँ हर्रे डाँडामा निस्किनु आँटेको छु होइन। अनि यहाँदेखि लगभग अब म चाहिँ 40 मिनटमा चाहिँ म पुग्नै पर्ने हुन्छ क्या किनकि आज म छिटो आउनु पर्ने हुन्छ। फेरि बाटोमा पानीले भेटेछ भने बिजोग हुन्छ। म चाहिँ हर्रे डाँडामा निस्किसकेँ भन्ने हुन्छ। यहाँदेखि देखिने भ्यूहरू म तपाईँहरूलाई देखाउने छु है त। पहिला चाहिँ त्यो डाँडामा चाहिँ लास्टै बिसाइन्थ्यो। त्यो डाँडामा चाहिँ चौतारा थियो अनि त्यो चौतारा चाहिँ भत्काएर यो रोड चाहिँ यसरी लागेको छ होइन। यहाँदेखि देखिने भ्यू चाहिँ यस्तो छ। अरुणफाट चाहिँ मजाले देखिने छ। पुखुवाको हाइड्रो पावर चाहिँ यसरी देखिएको छ। ल यो चाहिँ यताको चाहिँ सुरुङ खनेको जग्गा हो यो चाहिँ। अनि यता पनि खन्ने गर्दै थियो खै के भएछ यहाँ त लास्टै क्षति गरेछ नि हो। अब यहाँ 3 तला रोड थियो यहाँ यो सबैभन्दा मुनिको चाहिँ यहाँ पर थियो क्या। अब त्यो रोड चाहिँ पुरा भत्काएर के गर्यो कहाँ पुऱ्यायो होइन। त्यो बिचको रोड चाहिँ ठिकै भएछ। त्यो सबैभन्दा मुनिको रोड चाहिँ लास्टै बिगारेछ नि। अब सबै खोलाले बगाइदिएछ। हो यसरी जान्छ। म चाहिँ फेरि अझ घाम लागिरहेछ मजाले तर मजाले नै म चाहिँ घामले पोल्दैछ क्या छाता बोकिएन है। कपाल फेरि के झुङरुङ हुन्छ यस्तोरी हुन्छ लामो भएर हो कपाल के गर्नु। कपाल काट्ने पैसा छैन हो। कपाल काट्ने पैसा पठाइदेऊ न हो है। यो
भिर चाहिँ लास्टै नै फोरेको हो यहाँको भिर चाहिँ। अब यहाँबाट चाहिँ स्वाट उता चस्कोमा निस्किन्छ क्या यहाँबाट चाहिँ भिर हेर्नु नि यस्तो छ उडेको जस्तो क्या यो चाहिँ यस्तो यस्तो छ आम्फुली घाम चाहिँ यस्तो निधर्मै लागिरहेछ मासला टाउको फुट्ला जस्तो भइरहेछ। त्यही पनि म ठिकै छु पानी जहाँ भेट्छु त्यहाँ 5 लिटर खान्छु म। यता चाहिँ बाटो ठिकै रहेछ क्या यो चास्कोमा डाँडादेखि यता चाहिँ राम्रै रहेछ क्या बाटो जे जस्तो भए पनि। अब हेर्नु यहाँ त गाडी त कुद्छ यस्तो बाटोमा त यस्तो मात्र बाटो भए त है पिच पनि गर्नु पर्थेन होला है यहाँ रहेछ लोकल धाराले जहाँ पनि साथ दिन्छ यहाँ मलाई दिइसकेको छ। यो चाहिँ लोकल धारा हो। अब यस्तो पानी पिइन्छ नि कपाल मिलाउँदा त म पनि ह्यान्डसमै हो नि यस्तोमा छु त म त फेरि पानी पिए मनको प्यास मेटाए है भुँडीबाट ड्याममा लाग्छ त हौ। यहाँदेखि उता चाहिँ बाटो चाहिँ फेरि खतम रहेछ क्या हेर्नु नि मान्छे हिँड्ने बाटै नहुँदो रहेछ। भन्दैछु झन्डै लडियो चस्कोमा ओडार। म चाहिँ लगभग पहिरोमा म चाहिँ पुगिसकेको छु। पहिरो चाहिँ कस्तो छ भन्दाखेरि पहिरो चाहिँ कस्तो रहेछ त भन्दाखेरि चाहिँ लास्टै नै डेन्जर रहेछ यार। ओहो डेन्जर हो। यहाँदेखि हेरौँ है त कस्तो छ ल हौ। यस्तो छ बाटो चाहिँ हेर्नु होला है। मलाई यहाँदेखि कसरी 50 केजी चाहिँ छिराउने क्या टेन्सन पो हो त। म चाहिँ भिरमा हिँडिरहेको छु तर यहाँ चाहिँ टेक्निक चाहिँ बनाइदिनु भएको छ महानुभावहरूले। तर भरे आउँदा चाहिँ सोझिलै हुने रहेछ क्या यसरी भिडियो चाहिँ गर्नु पाइँदैन हुँदै हुने रहेछ। यो ढुङ्गा चाहिँ दाह्रो चाहिँ लास्टै दाह्रो रहेछ है फेरि यहाँ एक टुक्रा रहेछ क्या हेर्नु नि यो कुनाबाट जानुपर्ने होला। यहाँबाट फेरि यस्तो गएर यस्तो पाराले निक्लिनु पर्ने रहेछ। एक परान रहेछ नि त यहाँ आइन्जेलमा लगभग यो चटन मात्र रहेछ यो त हौ ठिक हो। यहाँको बाटो लास्टै डेन्जर छ है। डेन्जर भन्दा पनि मान्छे चाहिँ यसो उसो जानु सकिँदो रहेछ। यस्तो छ पुल हो यो कुवाको मजाको छ जे भए पनि हालिनु चाहिँ फेरि लस्सै हालिन्छ नि। यस्तो छ क्या पुल चाहिँ यता फेरि यस्तो छ
सो फाइनली म चाहिँ पुगुवा पुगिसकेको छु म चाहिँ पुगुवा पुगिसकेको है अब म फर्केको एकचोटि म भिडियो देखाउने छु है त राइट सो फाइनली म चाहिँ पुगुवाबाट फर्किसकेको छु म चाहिँ फेरि पनि यो पुगुवा पुलमा फर्केर म चाहिँ आइसकेको छु होइन मेरो भाइ चाहिँ यहाँ छ मैले चाहिँ 50 केजी ल्याउँछु भनेर तपाईँहरूले भनेको थिएँ तर मैले चाहिँ 50 केजी ल्याउन सकिनँ किनकि यहाँ माथि बाटो खराब छ त्यही भएर अहिले नै मैले चाहिँ हल्का हल्का भारी बोकेर लान्छु भनेर अलिकति मात्र छुट्याएर लिएको है यसरी पुलमा म तारिरहेको छु अब कतिखेर म घर पुग्छु त्यो मलाई थाहा छैन यहाँ चाहिँ यस्तो मजाको हावा आउँदो रहेछ यार यस्तो छ यो पुल चाहिँ आम्मा यो चाहिँ लगभग धेरै अग्लो छ कि यो पुल चाहिँ हेर्दा चाहिँ यत्रो छ तर अग्लो छ क्या धेरै अग्लो मैले चाहिँ पुल तारिसकेको छु अब म चाहिँ टेन्सन भनेको चाहिँ चस्को मात्र हो क्या टेन्सन भनेको चाहिँ त्यहाँदेखि उता पनि राम्रै छ बाटो म अवश्य राम्रैसँग पुग्न सक्छु र फेरि म चाहिँ आइतबार चाहिँ यसको 25 केजी चारो फेरि लिन आउनुपर्ने हुन्छ मैले चाहिँ आधा मात्र अन्त लिएर आएको अनि आधा चारो चाहिँ 25 केजी चाहिँ उतालाई छाडिराखेको छु क्या मैले है त फाइनली म चाहिँ चास्कोमाबाट पर आइसकेको छु होइन अनि यहाँ पनि थोरै पहिरो गएको रहेछ यो पहिरो अनि म चाहिँ मेरो भारी चाहिँ यहाँ छ अनि मैले चाहिँ के सोचेँ भने मैले चाहिँ एउटा मेरो मोबाइलको स्ट्यान्ड मजाको बनाउन मन लागिरहेको छ होइन यो हुन्छ कि हुँदैन अब यो भएछ भने चाहिँ तपाईँहरूले रिजल्ट चाहिँ अवश्य देख्नुहुनेछ हेरिदिनु होला अब म बनाउँछु यो बनाइसकेपछि म क्यामेरा सुट गर्छु है त भिडियो सुट गर्छु तपाईँले हेरिदिनु होला है सो फाइनली मेरो स्टिक चाहिँ बनिसकेको छ होइन म चाहिँ यहाँ छु ए कस्तो छ मेरो स्टिक ओहो यस्तो हुन्छ नि हे झन्डै लडियो है कम्ता गाह्रो छ कुखुरा पाल्नु यसरी चारो बोक्नु पर्छ कहाँदेखि यसरी बोक्नु पर्छ क्या गाउँमा गाडी नचलेपछि दुःख पाइन्छ हे सबभन्दा धेर चाहिँ मैले दुःख पाएको छु यसपालि होइन बर्खामा जस्तो लाग्छ क्या मलाई चाहिँ सो फाइनली म चाहिँ धारामा आइसकेको छु होइन म चाहिँ धारामा आइसकेको छु यहाँ चाहिँ धारा छ खतरा धारा छ क्या यहाँ चाहिँ खतरा धारा छ मेरो भारी बिछाइ हिँडेको यहाँ यस्तो भयो मेरो भारी चाहिँ अनि म चाहिँ अब खाजा खाने छु खाजा के खाजा लोकल पारामा चाउचाउ रहेको छु है अब त्यो चाउचाउ चाहिँ मजाले भिजाइ खानेछु म चाहिँ चाउचाउ खान गइरहेको छु
मैले चाहिँ चाउचाउ खाइसकेको छु। मैले चाहिँ चाउचाउ खाएँ होइन, तर यो चाहिँ खतरा नै भएको क्या। यहाँ मेरो भाइ चाहिँ खतरा नै लडेको हो क्या। यहाँ थियो मान्छेलाई म चाउचाउ खान उलाउने क्या। त्यस्तै छ। ए यहाँ छु। अनि मेरो भ्लग चाहिँ आज म यहीँ अन्त्य गर्नेछु। हामी अर्को भ्लगमा हामी भेट्नेछौँ है त। लोकल पारामा अर्को बापत चाहिँ लोकल पारामा हामी खतरा भेट्नेछौँ है त। मेरो युट्युब च्यानल चाहिँ तपाईँहरूले सब्सक्राइब गरिदिनु होला र लाइक कमेन्ट सेयर चाहिँ अवश्य गरिदिनु होला, सपोर्ट गरिदिनु होला तपाईँहरूले। हामी अर्को भ्लगमा भेट्नेछौँ। ठिकै, धन्यवाद। बाई बाई।